मिठो चटपटे बनामै त यसको लागि मैले हरियो खोर्सानी उसिनेको आलु धनियाँ टमाटर काँक्रो र प्याजलाई मसिनो गरेर काटी एउटा ठुलो भाँडोमा राख्छु। मसँग चना मटर भने छैन र मसँग घरमा बनाएको चटपटे मसला भुटेको बदाम वाइ चाउचो बिरे नुन अर्को नुन अकबरी खोर्सानीको धुलो तताएको तोरीको तेल कागतीको रस बुझा। त्यसपछि अलिअलि हातले मिक्स गर्छु। प्याज अघि फुल्दै थिएन तेलको धुलो सनफ्लावर सिडको धुलो। अब यो सबैलाई मजाले मिक्स गरिसकेपछि चाहिँ फाइनल्ली चटपटे तयार भयो। यो मेरो भएको चटपटे